हाम्रो सोनाम लोछार कार्यक्रममा आफ्ना प्रस्तुतिहरू र यहाँहरू समक्ष भेट हुन पाएको छु। मलाई अत्यन्तै खुसी लागेको छ यहाँहरूको एउटा चाडमा सम्झिनुभयो, बोलाउनु भयो। आखिर काटे रगत सबैको रातै हो, हैन? मात्र मानिसको सोचाइ फरक हो। आखिर हामी सबै एउटै हौँ, यही धारणा बोकेर सबै कलाकारलाई समेट्नु भएको छ। यसै संस्थाका अध्यक्ष आदरणीय इमान सर, मैले देखिरहेको छैन उहाँलाई, चिन्न पनि चाहन्छु। पहिलोचोटि नै हो म यहाँ, त्यही भएर उहाँलाई एकदमै हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु। सँगै सङ्घ संस्थामा रहनुहुने सम्पूर्ण पदाधिकारीज्यूहरू, सदस्यज्यूहरू, आदरणीय सबिना दिदी कता जानुभयो, उहाँलाई पनि सम्झिन चाहे। सबैलाई हृदयदेखि नै आभार प्रकट गर्छु र सोनाम लोछार बृहत सांस्कृतिक साँझमा पाल्नुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ दिदीबहिनीहरू, सोल्टीहरू सोल्टिनाहरू सबैलाई ल्यासो फ्याफुल्ला, सबैजनालाई धेरै धेरै स्वागत गर्छु। र टेक्निसियनमा रहनुहुने आदरणीय सर, यहाँको नाम चाहिँ मलाई थाहा भएन, सरी, ह्यान्डसम सर हुनुहुन्छ। सँगै क्यामराम्यानमा हुनुहुन्छ हाम्रो सुरजजी, यहाँलाई सम्मान व्यक्त गर्दै सँगै आदरणीय सर पनि हुनुहुन्छ, यहाँलाई पनि सम्झिन चाहे। सबैलाई सम्मान व्यक्त गर्दै रमाइलो गर्नुपर्छ है। यहाँहरू नाच्नु भयो भने मलाई पनि जोस आउँछ, यहाँहरू नाच्नु भएन भने मलाई पनि फेरि अलि कस्तो लाग्छ। त्यसैले नाचेर साथ दिनुहोला भन्न चाहन्छु। र धेरै कलाकारहरू हुनुहुन्छ, मैले धेरै बोल्नुभन्दा पनि म आफ्नो प्रस्तुति राख्छु। यहाँहरूले अत्याधिक रूपमा मन पराउनु भएको आदरणीय गायक उर्गेन दोङ सँगै रमला पाखरिन आउँदै हुनुहुन्छ एकैछिनमा। उहाँहरूको प्रस्तुति हेर्नको लागि सबै आतुर हुनुहुन्छ होला। सँगै अर्जुन सुनाम दाई, यहाँलाई सम्मान व्यक्त गर्छु। र कला पङ्गिनी दिदी पनि आइसक्नु भएको छ, अझै आउँदै हुनुहुन्छ अन्य कलाकारहरू। सबैलाई सम्मान व्यक्त गर्दै म आफ्नो केही प्रस्तुतिहरू राख्नेछु। अब चाहिँ ट्र्याक प्ले गर्दा हुन्छ होला है। म सुरुमा आफ्नै गीत गाउँछु र कति अग्रज कलाकारहरूको गीत पनि गाउनेछु। कस्तो माया लाएर आएको, चट्टै छोडी जाने मन नलाएको, बिस्तारै माया पनि बस्छ कि क्या हो। तामाङको छोरी हुन नपाए पनि तामाङको बुहारी हुन भेट्छैन है। हुन्छ, ट्र्याक प्ले गरिदिनु होला। मैले सञ्जय सज्जन सरलाई पनि देखिरहेको छु, सञ्जय धमाल सर, सबैलाई सम्मान छ। विभिन्न सङ्घ संस्थाबाट पाल्नु भएको सबैलाई सम्मान छ। आदरणीय रामजी पौडेलजीलाई पनि सम्झिन चाहे गीत मार्फत। आऊ एकछिन बसाम नाचौँला गाउँला, हो कि होइन? घन घन घन्टियो मादलो जाने बेलैमा, घन घन घन्टियो मादलो जाने बेलैमा, घन घन घन्टियो मादलो जाने बेलैमा, घन्टियो कसरी तिमलाई छोडेर जाउँला, झन्
छोडी जाने मन नलागेको। नाचेर साथ दिनुभयो। यो मेरो आफ्नै गीत हो, अडियो रेकर्ड गरेर पोर्चुगल आएँ, भिडियो गर्न पाएको छैन। यहाँहरू सबैले नाचेर सुनेर साथ दिनुभयो, धन्यवाद छ। फेरि अर्को एउटा सालैजो गीत गाउँछु। सालैजोमा त अलि नाच्नुहुन्छ कि है? मुन्टो हल्लाइरहनु भएको छ। हुन्छ, सालैजो गीत। मेरो माया फुलेको थुङ्गा टप्प टिपी लैजाउँ कि लम्जुङ, आदरणीय शर्मिला गुरुङ दिदीलाई सम्झँदै यो गीत गाउन चाहन्छु। नाच्नुपर्छ है। यसै गरी सानो हाम्रो यतिखेर हाम्रो अतिथिज्यू उपस्थित भइसक्नु भएको छ। शेर्पा केदोक पोर्तुगलका अध्यक्ष श्री राजेन्द्र शेर्पाज्यू, उहाँलाई अतिथि ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद। सजना बहिनी, गो अन, सो मस्ट गो अन प्लिज। ल है सोल्टीहरू, कता हुनुहुन्छ? अगाडि अगाडि आउनुहोस् न। हो किन हो यति साह्रो लजाएको? मरेपछि फेरि बाँचिँदा नाच्नुपर्छ, रमाइलो गर्नुपर्छ, हाँस्नुपर्छ। जो धेरै नाच्यो त्यो धेरै बाँच्यो, हो कि होइन? परदेशको ठाउँ हो, दुःख पीडा गाह्रो साह्रो आफ्नो ठाउँमा छँदैछ। भेट हुँदा रमाइलो गर्नुपर्छ। आउनुहोस्।
त भएन है, गीत सकेपछि नाच्न आउने झेली भयो।